हेलो साथीहरु, वेलकम बैक टू आवर ज्ञानमाण्डो च्यानल। साथीहरु, धेरै जसो लगानीकर्ताहरूले कम्पनीको वित्तीय विवरण वा कम्पनीको फन्डामेन्टल एनालाइसिस राम्रो तरिकाले गर्न नसकेर दिनौं घाटा खाइरहेका हुन्छन्। त्यस्ता लगानीकर्ताहरूको लागि आजको यस भिडियोमा साधारण भाषामा कम्पनीको ब्यालेन्स सिट कसरी विश्लेषण गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। त्यसैले भिडियोलाई ध्यान दिएर हेर्नुभयो भने 10 मिनेटमा नै कुनै पनि कम्पनीको ब्यालेन्स सिट हेर्न सक्षम हुनुहुन्छ। तपाईहरुले भिडियो हेर्दै जानुभयो भने ब्यालेन्स सिट हेर्ने 8 वटा फर्मुला र 8 वटा ध्यान दिनुपर्ने कुराहरूको बारेमा बुझ्नुहुनेछ। सो आउनुहोस् साथीहरु, भिडियोलाई सुरु गरौँ। सर्वप्रथम ब्यालेन्स सिट भनेको के हो? ब्यालेन्स सिट भनेको कुनै व्यवसायले कति सम्पत्ति राखेको छ र कति ऋण यानि कि लायबिलिटिज तिरेको छ भन्ने कुराको वित्तीय रिपोर्ट हो। यसलाई कम्पनीको नेटवर्थ स्टेटमेन्ट भन्न सकिन्छ। ब्यालेन्स सिट भनेको स्न्यापसट पनि हो, जसले कुनै निश्चित समयमा कम्पनीको वित्तीय अवस्था देखाउँछ। अब साथीहरु, ब्यालेन्स सिटको फर्मुला चाहिँ के हो? ब्यालेन्स सिटको फर्मुला चाहिँ एसेट यानि कि सम्पत्ति बराबर ऋण यानि कि लायबिलिटिज प्लस शेयर होल्डर्स इक्विटी यानि कि शेयर धनीको इक्विटी हो। सम्पत्ति भनेको के हो? कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुराहरूलाई के भनिन्छ? सम्पत्ति यानि कि एसेट्स भनिन्छ भने लायबिलिटिज भनेको कम्पनीले अरूलाई तिर्नुपर्ने रकम भन्ने बुझिन्छ। त्यस्तै शेयर होल्डर इक्विटी भनेको कम्पनीको नेटवर्थ यानि कि कुल सम्पत्ति माइनस कुल ऋण गर्दाखेरि कम्पनीको नेटवर्थ आउँछ। त्यसलाई नै शेयर होल्डर इक्विटी भन्न सकिन्छ। अब साथीहरु, कुरा गरौँ सम्पत्तिको प्रकार चाहिँ कतिवटा हुन्छ। सो सम्पत्तिको प्रकार चाहिँ दुई प्रकारको हुन्छ, करेन्ट एसेट एन्ड लङ टर्म एसेट। करेन्ट एसेट भनेको जुन 1 वर्षभित्र प्रयोग वा बिक्री गरिनेछ। त्यस्तै लङ टर्म यानि कि दीर्घकालीन सम्पत्ति भनेको जुन 1 वर्षभन्दा बढी समयसम्म रहन्छ, त्यसलाई लङ टर्म एसेट्स भन्न सकिन्छ। त्यस्तै सबैभन्दा तरल सम्पत्ति यानि कि मोस्ट लिक्विडेड एसेट, सुरुमा क्यास, बजारमा कारोबार हुने धितोपत्र यानि कि मार्केटेबल सेक्युरिटिज। त्यस्तै फाइनेन्शियल एसेट यानि कि वित्तीय सम्पत्ति, अकाउन्ट्स रिसिभेबल यानि कि ग्राहकबाट पाउने रकम। त्यस्तै इन्भेन्टरी, स्टक वा गोदामको सामानलाई चाहिँ इन्भेन्टरी भन्न सकिन्छ। र त्यस्तै अर्को छ कम तरल सम्पत्ति यानि कि लिस्ट लिक्विडिटी एसेट्सहरू के हुन् त? लिस्ट लिक्विडिटी एसेट्सहरू जस्तै जग्गा, भवन, मेसिनरी जस्तै प्लान्ट प्रोपर्टी एन्ड इक्विपमेन्ट भन्न सकिन्छ अङ्ग्रेजीमा। त्यस्तै अर्को रहेको छ इन्टेन्जिबल एसेट यानि कि अमूर्त सम्पत्ति। त्यस्तै अर्को रहेको छ गुडविल यानि कि यसलाई लिस्ट लिक्विड एसेट मान्न सकिन्छ। अब कुरा गरौँ साथीहरु ऋण यानि कि लायबिलिटिजको प्रकार चाहिँ कतिवटा हुन्छ। यो पनि दुई प्रकारको हुन्छ, करेन्ट लायबिलिटिज एन्ड लङ टर्म लायबिलिटिज। करेन्ट लायबिलिटिज भनेको 1 वर्षभित्र तिर्नुपर्ने रकमलाई चाहिँ करेन्ट लायबिलिटिज भन्न सकिन्छ भने 1 वर्षभन्दा बढी समयभित्र तिर्नुपर्ने रकमलाई चाहिँ लङ टर्म लायबिलिटिज भन्न सकिन्छ। त्यस्तै शेयर धनीको इक्विटी यानि कि शेयर होल्डर इक्विटीको बारेमा केही कुरा थप्न गइरहेको छु साथीहरु। शेयर धनीहरूको नेटवर्थ हो। शेयर धनीहरूको नेटवर्थ भनेको शेयर होल्डर इक्विटी। र कम्पनी बन्द भयो भने बाँकी रहेको सम्पत्ति शेयर धनीलाई शेयर यानि कि लगानीकर्ताहरूलाई फर्काइने रकमले चाहिँ शेयर होल्डर इक्विटी मान्न सकिन्छ। त्यस्तै अब शेयर होल्डर इक्विटी निकाल्नको लागि सम्पत्ति माइनस ऋण यानि कि लायबिलिटिज गर्नुपर्छ भने शेयर होल्डर इक्विटी आउँछ। अब साथीहरु, कुरा गरौँ ब्यालेन्स सिट एनालाइसिस गर्दा 8 वटा कुराहरूमा ध्यान दिनुपर्ने एकदम महत्त्वपूर्ण छ है साथीहरु। तपाईहरुले यी 8 वटा कुराहरू बुझ्नुभयो भने कुनै पनि कम्पनीको वित्तीय विवरण निकाल्न सक्नुहुन्छ र ब्यालेन्स सिट एकदम राम्रो तरिकाले बुझ्न सक्नुहुन्छ। सो तपाईहरु प्लिज भिडियो स्किप नगर्नु है साथीहरु, नत्र भने तपाईहरुलाई नै घाटा हुन्छ। सो सुरुमा रहेको छ कम्पनीसँग कति नगद छ यानि कि क्याश कति छ। यो प्रश्नमा यो लाइनमा चाहिँ के गर्ने? प्रश्न आफैले गर्ने। जस्तै कुनै पनि वित्तीय विवरणहरू हेर्दाखेरि 8 वटा यी प्रश्नहरू तपाईले गर्नुभयो भने एकदम राम्रो तरिकाले बुझ्न सक्नुहुन्छ। त्यस्तै 2 नम्बरमा कम्पनीलाई ग्राहकले तिर्नुपर्ने रकम यानि कि अकाउन्ट रिसिभेबल कति छ। त्यस्तै अर्को छ गुडविल छ कि छैन। त्यस्तै 4 नम्बरमा रहेको छ कम्पनीको सबैभन्दा ठुलो ऋण यानि कि लायबिलिटिज के हो। 5 मा कम्पनीको ऋण यानि कि डेब्ट छ कि छैन। 6 नम्बरमा प्रिफर्ड स्टक छ कि छैन। त्यस्तै 7 नम्बरमा रिटेन्ड अर्निङ्स सकारात्मक छ कि नकारात्मक छ भन्ने विषयमा जान्नुपर्छ। त्यस्तै 8 नम्बरमा रहेको छ ट्रेजरी स्टक छ कि छैन भन्ने विषयमा।
सो यिनी 8वटा कुरोमा तपाईँले ध्यान दिनुभयो भने कुनै पनि कम्पनीको ब्यालेन्स सिट एकदम सजिलो तरिकाले बुझ्न सक्नुहुन्छ। सो अब अन्तिममा के तपाईँले के भन्न चाहन्छु कि कुनै पनि स्टकको ब्यालेन्स सिट हेर्दाखेरि 8वटा कुरोमा पनि ध्यान दिनुपर्ने हुन्छ साथीहरू। ती यस प्रकार रहेको छ, क्यास कुल ऋणभन्दा कम छ भन्ने विषय हेर्ने। यस्तै 2 नम्बरमा ग्राहकबाट पाउने रकम आम्दानीभन्दा छिटो बढ्दैछ भन्ने विषयमा बुझ्ने। त्यस्तै 3 नम्बरमा इन्भेन्टरी नाफाभन्दा छिटो बढ्दैछ। 4मा गुडविल कुल सम्पत्तिको 50% भन्दा बढी छ। अमूर्त सम्पत्ति यानि कि इन्ट्यान्जिबल कुल सम्पत्तिको 50% भन्दा बढी छ। 6मा कम्पनीको छोटो र लामो समयको ऋण कुल नगदभन्दा बढी छ। त्यस्तै 7मा प्रिफर्ड स्टक हुनु हुँदैन। त्यस्तै 8मा रिटेन्ड अर्निङ नकारात्मक छ। यी यस्ता कुराहरूमा देखिएमा सावधान हुनुहोला र यिनी कुराहरू चाहिँ ध्यान दिनुहोला। र माथिको सम्पूर्ण कुराहरूलाई समराइज गर्दा ब्यालेन्स सिट भनेको कुनै पनि व्यवसायको वित्तीय स्थिति बुझ्नु सबभन्दा महत्त्वपूर्ण रिपोर्ट हो। त्यस्तै यदि तपाईँ लगानी गर्न चाहनुहुन्छ भने ब्यालेन्स सिटको विश्लेषण गर्न जान्नुपर्छ। कुनै पनि व्यवसाय सफल बनाउन वित्तीय व्यवस्थापन महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा तपाईँहरूले ध्यान पुर्याउनै पर्छ, नत्र भने आउने दिनमा तपाईँहरूले घाटा नै खाइरहनुहुन्छ। सो साथीहरू, भिडियो यति नै रहेको छ। यसलाई ध्यान दिएर एनालाइसिस गर्नुभयो भने तपाईँहरूले अवश्य पनि नाफा कमाउन सक्नुहुन्छ। सो हस्त साथीहरू, तपाईँलाई यो जानकारी उपयोगी लाग्यो भने हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न सक्नुहुन्छ। साथै च्यानललाई सब्सक्राइब गरेर नोटिफिकेसन आइकनलाई चाहिँ अन गर्न चाहिँ नभुल्नुहोला है साथीहरू। प्लिज कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। हाम्रो सोसल मिडियाहरूमा टिकटकमा फलो गर्न सक्नुहुन्छ। आफ्नो साथीभाइमाझ विद्यार्थी लगानीकर्ताहरू जो कोहीले पनि यो भिडियो सेयर गरेर जानकारी गराउनु होला। साथीहरू, यो 7 मिनटको भिडियोमा तपाईँहरूले अवश्य पनि ब्यालेन्स सिट कसरी हेर्न सकिन्छ भन्ने विषयवस्तुमा बुझ्नु भएको होला। हस्त धन्यवाद।